हेलो नमस्ते। मैले यो भिडियो सेयर गर्दैछु। केही भन्न अगाडि म यहाँलाई के भन्न चाहन्छु भन्दाखेरि मलाई सान्त्वनाको लागि हैन हेल्पको लागि मैले सेयर गरेको होइन कि यो प्योरली अटिजम अवेरनेसको लागि हो। अनि बच्चाहरुमा बिहेभियर के हुन्छ, हामी के गर्ने भन्ने कुरा जुन मैले सिकेको छ हैन त्यसैलाई सेयर गर्दैछु। सान्त्वना लिनलाई र हेल्प मलाई चाहियो भनेको चाहिँ होइन है। सो यसमा चाहिँ छोरालाई मैले नयाँ एक्टिभिटी गराउँदैछु। एउटा स्टेप चाहिँ मैले नयाँ गराउँछु अनि उसलाई मन पर्दैन। उसलाई मन नपरेपछि उसले कोसिस गर्दैन। अब उसले चाहिँ यो नगर्नलाई पुरा कोसिस गर्छ, मलाई तान्छ हैन, ढकाल्न खोज्छ, के गर्न खोज्छ। तर म पनि मेरो साइडबाट अडिक हुन्छु कि यो हामीले गर्नुपर्छ भनेर अडिक भइरहेको छु है। अब उसको सिभियर बिहेभियर त मैले देखेको छ, म कहाँ स्टप हुने भन्ने कुरा मलाई थाहा छ हैन। सो अब उसको यो कति बिहेभियरसम्म मैले कन्टिन्युटी दिने भन्ने कुरा मैले बुझेको भएर चाहिँ मैले चाहिँ यसमा आई हेभ टु डु, वी हेभ टु डु है छोरा भनेर चाहिँ उसलाई चाहिँ कन्टिन्युटी नै दिन लगाइरहेको छु। यदि मैले स्टप गरेँ भने के हुन्छ भन्दाखेरि भोलि नयाँ कुरामा उसले त्यही अनुसारको बिहेभियर देखाउँछ अनि उसले गर्न खोज्दैन। सो यसलाई हैन यसरी नै सिकाउँदै जाने हो, सिक्दै जाने हो। तर आफ्नो पेशेन्सलाई चाहिँ कहाँसम्म सहन सक्ने शक्तिसम्म मात्रै हो है। मैले त अब छोरालाई गरिरहेको हुन्छु। सो मेरो क्यापेबिलिटी अलिकति हाई भइसक्यो सहनमा है। सो थ्याङ्क यू फर वाचिङ, थ्याङ्क यू फर